नमस्कार। हामी निरन्तरताका कुरा गर्ने गर्छौं कि हामी निरन्तरता प्राप्त गर्नको निम्ति हामीले चाहिँ कर्म पनि त्यो अनुसारको गर्नुपर्ने हुन्छ। हामीले गर्ने काम त्यो अनुसार गर्नुपर्ने हुन्छ। जस्तै म कुन साथीसँग संगत गर्छु, मैले बढी समय बिताउने साथी संगतिहरू कस्ता छन्, मैले गर्ने कर्म के छ, मैले सोच्ने थिङ्किङ कस्तो खालको छ, पोजिटिभ छ या नेगेटिभ छ भन्ने कुराले निर्भर गर्छ। त्यसैले हामी सफलतामा पुग्नको निम्ति निरन्तर रूपमा पोजिटिभ कार्य र रचनात्मक काम गर्नुपर्ने हुन्छ। पोजिटिभ सोचाइ, हामी निरन्तर रूपमा सफलतामा पुग्नको निम्ति पोजिटिभ सोचाइ र रचनात्मक कार्य गर्नुपर्ने हुन्छ। यो दुईटा कुराले हामीलाई के गर्छ भन्दा एउटा सफल बिन्दुमा पुर्याउँछ। त्यो सफल बिन्दुमा हामी पुग्नको निम्ति हामीले काम गर्नुपर्ने हुन्छ। त्यसैले हामीले चाहिँ कुनै पनि काम, जुन काम गर्छौं, जुन काम मैले सुरुवात गरेँ, त्यो सुरुवात गरेको कामलाई एकदम गरेको गरे निरन्तरता दियौं भने हामी पक्कै पनि सफलताको बिन्दुमा, हामी त्यो टप लेभलमा पुग्न सक्छौं। तर एउटै प्रकृतिको काममा निरन्तरता दिनुपर्छ। निरन्तरता दिने भन्ने कामहरू चेन्ज गर्दै गयौं भने त्यो फेरि निरन्तरता हुँदैन। जस्तै थोमस एल्वा एडिसनले 949 पटक बत्ती बाल्न असफल भयो र 1000 पटकको पटकमा उनले बत्ती बाल्न सफल भए। यदि 949 पटक असफल भएर 1000 चोटिमा पटकमा उनले बत्ती बाल्न सफल हुने क्रममा उनले 998 पटक मात्रै त्यो बत्ती बाल्नको निम्ति प्रयास गरेको भए एक पटकले उनी असफल हुने थिए, सदाको निम्ति असफल हुने थिए। 998 पटक गरिसक्ने र एक पटक मात्रै नगर्नाले उनी असफल हुने थिए। त्यसकारण उनी सफल हुनको पछाडि सूत्र के हो त? उनी सफल हुनको पछाडिको चाहिँ त्यो चाहिँ एउटा महान तरिका के हो त भन्दा निरन्तरता हो। एकदम निरन्तर रूपमा उनले त्यसैको खोजीमा समय बिताए। त्यो कारणले गर्दा उनी सफल हुन गए हुन्छ। त्यसैले हामी अर्को उदाहरण लिन सक्छौं, अमेरिकाको राष्ट्रपति अब्राहम लिङ्कन। अब्राहम लिङ्कन 21 वर्षबाट उनको असफलता सुरु भएको थियो। उनले त्यही असफलता हुन्छ, अर्को वर्ष असफलता हुन्छ, अर्को वर्ष असफलता हुन्छ। असफलता हुँदै जाँदा उनले निरन्तर रूपमा त्यो काममा लागिरहे र उनी 52 वर्षको उमेरमा उनले के गर्यो भन्दा अमेरिकाको राष्ट्रपति हुन सफल भए। त्यो पनि उनको सूत्र के थियो त भन्दा, महान सूत्र के थियो त भन्दा त्यही निरन्तरता थियो। यदि म अब सफल हुँदिनँ क्या भनेर उनले बिचैमा छोडेको भए, 52 वर्षमा हुँदा 51 वर्षमा छोडेको भए, 50 वर्षमा छोडेको भए उनले त्यो सफलता प्राप्त गर्ने थिएनन्। गौतम बुद्धले पनि त्यसरी सफलता प्राप्त गरेका हुन् निरन्तरताको आधारमा। राइट दाजुभाइहरूले पनि त्यसरी निरन्तर रूपमा लाग्नाले यस्तै आकाश मान्छेलाई उडाउने जहाजहरू निर्माण गरेका थिए। त्यसैले हामी जुनसुकै कार्य गर्दा पनि निरन्तरता अनिवार्य चाहिन्छ। निरन्तरता यति पावरफुल शब्द हो, यदि पावरफुल चिज हो, त्यसैले हामीले निरन्तरता दिनुपर्ने हुन्छ। जुनसुकै काममा पनि हामी अत्तालिनु, त्यसपछि आत्तिएर बिचैबाट कामबाट भाग्नु, कामलाई छोड्नु, यी कुनै पनि कुराहरू हामीले गर्न हुँदैन। हामीले जुन काम गर्छौं त्यो काममा निरन्तर रूपमा हामी लागिरह्यौं भने कहिलेसम्म लाग्ने त? जबसम्म त्यो कामबाट हामीले खोजेको लक्ष्य के हो, त्यो कामबाट हामी पुग्न खोजेको ठाउँ कहाँ हो, हामीले प्राप्त गर्न खोजेको चिज के हो, हाम्रो गोल सेटिङ कहाँ छ, त्यो गोल सेटिङ जबसम्म प्राप्त हुँदैन तबसम्म हामी निरन्तर रूपमा के गर्यौं त भन्दा अगाडि बढ्यौं भने हामी पक्कै पनि सफलता प्राप्त गर्छौं। त्यसकारण निरन्तरतालाई महान सूत्र राखेर, निरन्तरतालाई यो दिमागमा महान सूत्रको रूपमा राखेर, महान दर्शनको रूपमा राखेर हामी अगाडि बढ्नु एकदम उत्तम हुन्छ। थ्यांक यू सो मच।